हेलो साथीहरू, म अहिले नयाँ भिडियो ल्याएर उपस्थित भइरहेको छु। अहिलेको तपाईको खाना भर्खर खाएर अहिले एक्लै छु। खाना खाएर चाहिँ टक्कै यहाँ थाल पखाल्न लाएर छु। अनि तपाईहरुले खाना खानुभयो होला है। म अहिले एक्लै छु, यस्तै छ। जस तपाईहरुले माया सपोर्ट गरिदिनु भएको छ, धेरै माया गर्नु भएको छ, त्यसमा खुसी लागेको छ। यस्तै छ साथीहरु। गाइज एक्लै छु हैन, साथीहरु छैन। खाना खायो एक्लै यस्तै छ। अब फेरि ड्युटी गर्न लाग्यो है साथीहरु। यो रोड कटिङ हुँदैछ, रोड कटिङ है, समितिको हो। रोड कटिङ गर्दैछु, त्यस्तै छ है। अनि अब रोड कटिङ गरिसक्ने है साथीहरु। आज कामै काम टन्नै छ, त्यही भएर म अलिक चाँडो गर्नु खोजिरहेको छु। यस्तै छ साथीहरु। यस्तै छ साथीहरु। म्याग्लुङ तेह्रथुमको हाम्रो यो के भन्छ भने हाम्रो ठुलो वनको जङ्गल चाहिँ यस्तै छ साथीहरु। यस्तै छ भ्यूहरु देख्न सक्नुहुन्छ। म खानापिना एकदम झोलामा प्याकिङ गर्दैछु है, देख्न सक्नुहुन्छ। दुधहरु ल्याइदिनु भएको रहेछ है। दुधहरु खासै मलाई इन्ट्रेस्ट चाहिँ लाग्दैन, त्यही भएर खाइन। त्यस्तै छ। यस्तै छ गाइज। झोला है मिसिनमै राखिन्छ। गाइज यहाँ देख्न सक्नुहुन्छ, कटिङ गर्दैछु है। बाटो 6 मिटरको पुऱ्याउनु पर्ने है। अनि कटिङ सटिङ हान्दैछु ड्रेन सहित है।